जब संसारले तपाईलाई सोध्छ तपाईँ के गर्नुहुन्छ, यसको वास्तविक उद्देश्य तपाईको कल्याणको बारेमा सोधपुछ गर्नु होइन, तपाईको मूल्याङ्कन गर्नु हो। के तपाईसँग जागिर छ? प्याकेज के हो? के तपाईसँग पसल छ? तपाईको व्यवसाय कति ठुलो छ? के तपाईँ किसान हुनुहुन्छ? त्यसो भए तपाईसँग कति एकड जमिन छ? तपाईँ सरकारी परीक्षाको तयारी गर्दै हुनुहुन्छ? त्यसो भए अझै कति वर्ष खेल फाल्नुहुन्छ? यदि तपाईसँग बैंक ब्यालेन्स छ भने तपाईँ कति ऋण दिन सक्नुहुन्छ? यदि तपाईँ सरकारी विभागमा काम गर्नुहुन्छ भने तपाईँ तिनीहरूलाई कति मद्दत गर्न सक्नुहुन्छ? यहाँ प्रत्येक बैठकको एउटा लुकेको उद्देश्य हुन्छ। तितो सत्य यो हो कि जब तपाईको हैसियत उनीहरूको भन्दा कम हुन्छ, उनीहरू मनमनै खुसी हुन्छन्, तपाईलाई झुठो सान्त्वना दिन्छन् र त्यसपछि टाढा सर्छन्। यसको विपरीत यदि तपाईको हैसियत उनीहरूको भन्दा उच्च भयो भने तिनीहरू भित्र ईर्ष्याले जल्छन्, तर आफ्नो निराशा लुकाउन उनीहरू बाहिर धेरै नरम र कृत्रिम तरिकाले व्यवहार गर्छन्। धन्यवाद। जब संसारले तपाईलाई सोध्छ तपाईँ के गर्नुहुन्छ, यसको वास्तविक उद्देश्य तपाईको कल्याणको बारेमा सोधपुछ गर्नु होइन, तपाईको मूल्याङ्कन गर्नु हो। के तपाईसँग जागिर छ? प्याकेज के हो? के तपाईसँग पसल छ? तपाईको व्यवसाय कति ठुलो छ? के तपाईँ किसान हुनुहुन्छ? त्यसो भए तपाईसँग कति एकड जमिन छ? तपाईँ सरकारी परीक्षाको तयारी गर्दै हुनुहुन्छ? त्यसो भए अझै कति वर्ष खेल फाल्नुहुन्छ? यदि तपाईसँग बैंक ब्यालेन्स छ भने तपाईँ कति ऋण दिन सक्नुहुन्छ? यदि तपाईँ सरकारी विभागमा काम गर्नुहुन्छ भने तपाईँ तिनीहरूलाई कति मद्दत गर्न सक्नुहुन्छ? यहाँ प्रत्येक बैठकको एउटा लुकेको उद्देश्य हुन्छ। तितो सत्य यो हो कि जब तपाईको हैसियत उनीहरूको भन्दा कम हुन्छ,